वेलकम टु श्री ब्लग सबैजना सन्चै होला नयाँ दिन नयाँ ब्लग काका र म कहाँको आइदियो सैलुङ जाँदै अहिले चाहिँ हामी सुकुटी हाम्रो केटाहरू चाहिँ अनि काका र म मात्रै आज हिँडेर किनकि हिजो अलिकति कामको काका पनि थिएन र त्यही हो लगाइ रमाइलो गर्नुपर्ने हुन्छ हामीले रमाइलो एकदम बबाल हुन्छ हाम्रो त्यही हो अब बोली सुन्दैन होला हावाले गरेर त्यही अब यसो बुझ्नुपर्ने हुन्छ अलिअलि ल गाइज फाइनल्ली हामी चाहिँ यहाँ आइपुग्यो सुकुटी बिच यहाँ चाहिँ हाम्रो काकाको हेलमेट टक्क बाइक यही हो दुईजना टक्क यहाँबाट निस्किनु पर्ने हुन्छ अब त्यही बहुत लाग्यो यार मैले यसो मुख धोइदिनु पर्ला जस्तो लाग्यो यहाँ चाहिँ हेलमेट पानी त तातै रहेछ यो लगाइ अब यहाँबाट निस्किनु पर्ने हुन्छ हामी टक्क लगाएर टक्कन लागेको अनि बाइकमा ट्याक्क बस्ने यसरी झोलालाई यसरी राख्नुपर्ने हुन्छ अब यहाँबाट हामी निस्किनु पर्ने हुन्छ लगाइ अब सिधै हामी अलिकति माथि गएर भेट्छौँ त्यही हो भोक लागेको जस्तो अवस्था भएर चाहिँ हामी खाली चौरतिर गएर यसो नास्ता हान्नुपर्ने हुन्छ अनि त्यहाँबाट पनि हामी फेरि निस्किनु पर्ने हुन्छ गाइस त्यही हो भोकै त हिँड्न सकिँदैन काका र म चाहिँ अब खाली चौर ट्याक्क बसेर खाजा खानुपर्ने हुन्छ यही हो है गाइस खाली चौर चाहिँ अब यहीँतिर हामी नास्ता हान्नुपर्ने हुन्छ एक ठाउँमा रोकेर बाइक चाहिँ यहाँ राख्नुपर्ने हुन्छ हामीले त्यही हो अब खाजा खानुपर्ने हुन्छ हामी चाहिँ यहाँ खाजा खानुलाई चना र अन्डा यहाँ काकालाई एकदम सुरु अन्डा यार चिसै रहेछ त अन्डा त ठिक छ ल अब चाहिँ खाजा खाएर भेट्छ है त ल गाइस हामी चाहिँ खाडी चौरबाट खाजासाजा खाएर चस्मा खै काका त हेर्नु त ट्याक्क है धेरै होइन 2-4 लाख पऱ्यो भन्ने कि चस्माको 2-4 लाख पऱ्यो यहाँ निस्किन्छ अब चाहिँ हामी निस्केको अब थोरै माथि गएर भेट्नुपर्ने हुन्छ हावासावा केही सुन्दैन त्यही हो लगाइ एकदम बबाल गयो यहाँ आउनै पर्ने हुन्छ यता अब हामी जानुपर्ने ल यताबाट त उसमा पुग्ने रहेछ माछा पानी पुग्ने यता र हामी जानुपर्ने चाहिँ यताबाट हो सैलुङ मेरो फोन आयो गाइस कसले फोन गर्यो यहाँ केटाहरूले फोन गर्यो क्या हेलो खाडी चौर 5 लाग्यो खाडी चौरबाट आउँदैछु अब हामी 1 घन्टामा ठ्याक्कै आइपुग्यो ल त्यहाँ कालिम्चोक जानुपर्छ ल हामी अब सैलुङ गएर कालिम्चोक जानुपर्ने हुन्छ ल खाएर ल यही हो केटाहरूले फोन गरेछ गाइस अब काका र म चाहिँ यहाँबाट नन स्टप पुरा दिनुपर्ने हुन्छ त्यही हो अब चाहिँ हावा एकदम चल्छ बोलेको खासै राम्रो सुन्दैन बिस्तारै बिचमा भेट्दै जानुपर्छ ल गाइस हामी चाहिँ अब बिस्तारै भेट्दै आइपुग्छ त्यही हो गाइस ल गाइस खेलमा हामी चाहिँ मुडे बजार आइपुग्यो हेर्दै अब बिस्तारै जाँदै बजारै चाहिँ हामी बस्नुपर्ने हुन्छ धेरै हिँड्नै पर्नुहुन्छ बाइकले पनि हल्का मार पर्छ नि त त्यही भएर 5-10 मिनट बस्नुपर्ने हुन्छ त्यही हो गाइस मुडे बजार आइपुग्यो बजार रहेछ ठाउँ चाहिँ यहाँतिर नि यसो बजारै रहेछ मुडे ठाउँ पनि नसकिलो गाइस बबाल छ बबाल यहाँ बस टक्क रोक्ने त्यो यहाँ झलक्क चलिरहेको छ अब सिधै हामी खाडी चौर गएर भेट्नुपर्ने हुन्छ गाइस गएर हामी त्यहाँ छुर्पीहरू क्या यो चाहिँ छुर्पीहरू ल गाइस मुडे बजारमा गएर भेट्नुपर्ने हुन्छ यहाँ जाने हो यसो फोटोसोटो हान्ने हो 2-4वटा काका भन्ने हिँडेर खडी ढुङ्गा पो खडी ढुङ्गा चाहिँ सानो मैले के बोल्यो हाने त्यही हो ल खडी ढुङ्गामा गएर भेट्नुपर्ने हुन्छ लाली गुराँसहरू पो छ त थरीको लाली गुराँस छ नि यहाँ त त्यो यहाँतिर लाली गुराँस खाइन्छ यहाँ रातो के हो यो त पिङ्क कलरको लाली गुराँस पनि छ त
बाटो चाहिँ हल्का बिग्रिएको रहेछ ठाउँ ठाउँमा यहीँतिर लालीगुराँस छु गाइस देख्दैन क्या हो लालीगुराँस दोलखा चाहिँ पछाडि देखेको गेटबाट चाहिँ यतापट्टि दोलखा हान्छ यो दोलखा सुरु भयो हामी कहाँ दोलखामा देख्यो अब जानुपर्ने हुन्छ आनन्दले दायाँ बायाँ केही नगरिकन सर्लक्क लाएर बाटो चाहिँ अलिकति खाल्टाङ खुल्टुङ रहेछ हिँड्दै चाहिँ यस्तै हो के गर्नु राम्रै छ अब बाटो यस्तो हो क्या पिच छ ए भत्किएको रहेछ नि है अलिअलि जिन्दगीमा जति दुःख गरे पनि अहिले छोड्नुहुन्न यस्तो यस्तो राम्रो ठाउँमा है बगाल छ ठाउँ त खरिढुङ्गामा हिँड्थ्यो यहाँ पर होला खरिढुङ्गा त है बा ठाउँ त के हो यार यो त के हो बगालै छ ठिक छ गाइस खाने घुम्ने काम चाहिँ गर्नुपर्ने हुन्छ हामी काम भनेको सधैँ गर्नु हुँदैन बा यार यो त के हो म्याम वान पिस छ त ठाउँ त के हो बगालै छ गाइस खरिढुङ्गा पनि यार एकदम दामी छ दामी के हो यो त यार ठाउँ त अब यही हो खरिढुङ्गा होइन त यो होइन त खरिढुङ्गा गाइस चाहिँ अगाडिको है यहाँ गएर चाहिँ हामी चारमा फोटो खिच्नुपर्ने हुन्छ बा के हो यो त जति जति माथि आयो चिसो 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 हुँदै आउँदो रहेछ यहाँ त टाढा भयो मलाई खर्च यहाँ माथि गएर फोटो हाल्नुपर्ने हुन्छ गाइस खरिढुङ्गातिर आइपुग्यो नेपाली फिल्मको लास्ट फाइटतिर सुटिङ हुने ठाउँ हो क्या यो त यार टक्कै हिरो आएर है ट्याक्क ल काकाको चाहिँ टक्क अघिको 3-4 लाखको चस्मा लगाएर टक्क दिनु पऱ्यो नि हाम्रो बाइक चाहिँ यहाँ छ एकछिन अब बाइक पनि सेलाउँछ चाबी झिक्दिने है क्या काका चाबी त झिक्नु पर्ला नि है अब यहाँ चाहिँ 5-10 मिनट बस्नुपर्ने हुन्छ काका भदिस फोटो सोटो खिचेर बा खरिढुङ्गा गाइस ओहो के हो यहाँ त अझै पो टाढा छ त खत्रै छ त यार नाममा भिडियोमा पो राम्रो देख्दो रहेछ त झन् घुम्नु पर्ने हुन्छ गाइस यसरी कता जाने त हामी खै यता अगाडि अच्छा ठिक छ ल दामी छ ठाउँ त ल गाइस 2-4वटा फोटो क्याचक हानियो अब चाहिँ हामी लाग्नुपर्ने हुन्छ काका यहाँ मेरो ज्याकेट यहाँ रहेछ झन्नै ज्याकेट बिर्सेको ज्याकेट पनि लाउनु पर्ने हुन्छ इन्भाइरोमेन्टले गर्दाखेरि हिँड्नै मन लाग्दैन हैन एकदम खतरा है आनन्द तातो चिसो क्या भवालै आउने चिसो चिसो जति माथि गयो उति चिसो तातो हो माइ गॉड पिसफुल मोमेन्ट हो के हो के भन्नु छ तपाईलाई काका अब यो पिसफुल मोमेन्ट अब यस्तो सौन्दर्य भएको ठाउँमा अब तपाईहरु पनि आउनुस् भन्न चाहन्छु त्यही नै हो धेरै धेरै काम भन्ने हैन केटा हो घुम्नु पनि पर्छ खानु पनि पर्छ रमाइलो पनि गर्नु पर्छ हैन त काका त्यही हो गाइस खरिढुङ्गा अब चाहिँ हामी यहाँबाट लाग्नु पर्ने हुन्छ थोरै बिचमा माथि गएर भेट्नु पर्ने हुन्छ हाम्रो यात्रा चाहिँ धेरै माथिसम्म छ त्यही हो योतिर यहाँतिर त फिल्म पनि सुटिङ भएको थियो क्या यार पहिला हो नेपाली फिल्मतिर एक्सन यहाँ त्यहाँ डुङ हान्ने ठाउँ यहीँ हो गाइस खरिढुङ्गातिर म्युजिक भिडियोहरू पनि सुटिङ हुन्छ यहाँ त
अब चाहिँ हाम्रो बाइक पनि चिसो चिसो भयो होला हामीलाई पनि चिसो चिसो भयो हाम्रो चाहिँ झन्डै काका गर्नु भयो चिप्लो पो हुँदो रहेछ यो ढुङ्गा त खरै ढुङ्गा गाइज के हो यो त यार गाडी त अझै डेन्जर आउँछ त ओ क्या तातो आयो अहिले त घामले केटाहरू हिजो यहाँतिर नछिर्किन गयो होला है ल गाइज हामी चाहिँ खरै ढुङ्गाबाट निस्क्यो अब माथि गएर भेटौँ ल धेरै भिडियो पनि बनाउनु हुन्न फेरि राम्रो आउँछ भिडियो ल गाइज निस्केको यहाँबाट हामी ल गाइज बाई बाई खरै ढुङ्गा यहाँबाट चल्दिएको बिस्तारै माथि भेट्नुपर्ने हुन्छ त्यही हो ल बाई बाई गाइज गाइज खत्तम भयो बर्बाद भयो भने चाहिँ यही हो कहाँ हिँड्ने भने मान्छे कहाँ आइपुगेको छ थाहा हेर्ने यो के भन्छ खरै ढुङ्गातिर पो आइपुगेको छ यार सैलुङतिर जानुपर्ने मान्छे त्यही हो गाइज अब फेरि हामी फर्किँदैछ यो बाटो धेरै त होइन 5 किलोमिटर माथि आइपुगेको छ यो गरेर चाहिँ केटाहरूले हामीलाई नपर्खेर बाटोमा मात्रै गएर अन्त काका यसमा चाहिँ केटाहरूलाई दिनुपर्ने हुन्छ गएर एकदिन झाप्पु त होइन जस्तो लाग्यो त्यही भएर फर्किँदैछ हामी त्यही हो गाइज अब बाटो खासै थाहा छैन अब गुगल म्याप हेरेको अब त्यस्तै लगभग अब कति 13-14 किलोमिटर होला धेरै छैन हाम्रो अब सैलुङ पुग्नलाई 13-14 किलोमिटर भनेपछि हामीलाई लगभग आधी घन्टा 1 घन्टा जति लाग्छ गाइज अब हाम्रो सैलुङ पुग्नलाई त्यही हो हिजोको रमाइलो भयो धेरै माथि आइपुग्यो खरै ढुङ्गा आएर फर्केर बेहोस ठिक छ खरै ढुङ्गा पनि घुमियो आइयो केटाहरू घुमेन अब हामी घुम्यो त्यही हो चिसो हुँदैछ त्यही जानुपर्ने हुन्छ गाइज त्यही हो हेजा खराब भयो गाइज हाम्रो कहाँ जानुपर्ने मान्छे कहाँ आइपुग्यो ठिक छ ल गाइज बल्ल भेट्यो सैलुङ जाने बाटो यो के बजार गाली यो मुडे बजारबाट मुनतिर लाग्नुपर्ने रहेछ फाइनल्ली हामी सैलुङ पुग्ने भयो गाइज दायाँ बायाँ अब चाहिँ कहीँ पनि हुँदैन सरासर सैलुङ गइन्छ कालिम्पोङ जाने चाहिँ मास्टिरबाट हो क्या अघि हामी जानुपर्ने चाहिँ कालिम्पोङ जाने चाहिँ अघि मास्टिर गयो हामी खरै ढुङ्गा चाहिँ जान्यो कुरो त्यसको रहेछ बुझ्ने केटा हो अब यो हुन्छ गाइज रमाइलो गर्नु हो यतिको जिन्दगी के हुन्छ थाहा छैन धेरै पैसाको पछि केटीको पछि घुम्नुपर्ने हुन्छ यसरी स्ट्यान्डको अब यहाँ काका भोलि हिँड्ने हो चाहिँदैन कोही पनि हामीलाई अगाडि ल गाइस फाइनली दुःख सुख गरेर काका र भतिज चाहिँ सैलुङ आइपुगिसक्यो होइन काका धुलोले त के हो सेतै भए त यतिको त चाहिन्छ कालो मान्छे सेतो भयो राम्रो नि एकदम राम्रो ठिक छ गाइस दुःख सुख गरेर सैलुङ आइपुग्यो अब त्यही हो ठुलो कुरा एकदम हालत चाहिँ खराब छ अब यहाँ ग्रेट वाल चढ्नुपर्ने हुन्छ हामी चाहिँ धुलो त आमा सेतै भए त के हो हामी त ल गाइस फाइनली आइपुग्यो है यसो ग्रेट वाल चल्दैछ हामी चाहिँ काकै हुनुहुन्छ ठिक छ बहुत घुमेर हामी चाहिँ आइपुग्यो यहाँ बल्ल बहुत गाह्रो भयो गाइस हिँड्दा काका आउँदै हुनुहुन्छ धेरै त होइन गाइज 1 घन्टा लाग्छ अरे एनर्जी ड्रिङ्क खाँदै जानुपर्ने हुन्छ उकालो चढाउ सक्दैन गाइज अब यहाँ नत्र यो खानु भने त मरिन्छ फोरौँ न त अब केटाहरूलाई भेटतिर गाइज यहाँ किन फर्केको त अनि के काम हो त्यस्तो यहीँ तल किनभने त्यहाँबाट कालिम्पोङ जाने त कहाँ चाहिँ जानु आउँछ त कालिम्पोङ त त्यही उसले उसको कुरै त्यही भन्दा चाहिँ
आज त कहाँ भ्याउँछ त खै उसले त्यही गुर गरे अब के गर्नु हो के गर्ने पाखरमा बस्छ ल बिस्तारै आउला मेरो भ्लगको नाम गेडा भन्न मिलेन त्यही हो ल ओइ पावर ब्याङ्क देन चार्जर छैन ल गाइस सर्किसकेको छ यहाँ केटाहरू चाहिँ ल गाइस बिस्तारै जा ल ल ल काका चेस हान्नुपर्ने हुन्छ अब इनर्जी ड्रिङ्क यही हो केटाहरूले चढ्न सक्दैन भने अब हेरौँ यसको कतिको पावर जोस पावर आउँदो रहेछ अब चिसो हो यो त अब यही खाने हो हिँड्ने हो अब के गर्ने यो त यस्तो बाटो बिचमै पुगेर फर्केर चाहिँ आउनु नपरोस् नै ठुलो कुरा हो जसरी नि पुग्नु पऱ्यो माथि होइन बोकेर पनि लैहाल्छु नि मलाई बोक्न सक्दैन बाबु हो नत्र आधी भाग पुऱ्याएर फेरि आधी भाग लिन आउँला नि गाह्रो छ 1 घन्टा लाग्छ भन्छ केटाहरूले हिँडेरै ठिक छ हिँडिदिउँला नि के छ र यहाँसम्म आइसक्यो होइन त काका 2 जना केटाहरू चाहिँ फर्किसक्यो त 2 जना सँगै ल्याएर अनिस चाहिँ हामीलाई कुद राखेर त्यही हो गएर भेट्नुपर्ने हुन्छ यो उकालोमा भिडियो बनाउन सक्दैन केटा यो उकालोमा भिडियो बनायो भने फर्किन्छ के फर्किन्छ खै थाहा छैन फर्किन्छ ल अब बिस्तारै जान्छ माथि गएर भेट्नुपर्ने हुन्छ फाइनली आइपुग्यो काका भत्ती चाहिँ धेरै सङ्घर्ष गर्दा अझ पनि यहाँ छ ठाउँ त बबाल छैन काका एकदम केटाहरू पो कहाँ छ त अब 2 जना चाहिँ चल्दिसक्यो अब 2 जना छ काकाहरूमा 4 जना बबाल रमाइलो गर्ने हो अनि फर्किने हो त्यही गाइस फाइनल्ली आइपुग्यो काका हुनुहुन्छ यहाँ पुरै रहेछ त है जानु दिएको थियो यहाँ त के हो अग्लो छ त टावर यहाँ छ केटाहरू पो कहाँ छ त अब सेकेन्ड घुम्नुपर्ने हुन्छ गाइस यहाँ चाहिँ पहिलाको यहाँ रहेछ नि त है सानो यहाँ रहेछ नि त अहिले नेक्स्ट लेभलको चाहिँ यो रहेछ नि त यहाँतिर त टन्नै रहेछ ल यहाँभित्र चाहिँ छोड्दैभित्र हुन्छ छिराउन भिडियो गर्न मिल्छ मिल्दैन भित्र फेरि गर्नुपर्ने हुन्छ गाइस ढोक्नुपर्ने हुन्छ गाइस त्यही हो अनि ब्याग खोलाम रेडी पैसा नभन्नु पऱ्यो नि त ल लिनु त यसो भतिजको भिडियो हान्दिनँ अब यत्तिकै जाउँ काका अब चाहिँ यहाँ केटाहरूलाई खोज्नुपर्ने हुन्छ हामी ए यहीँ रहेछ त साङ्गेदाहरू त ल गाइजहरू यस्तै हो हो ठिक छ नि खै त अनिस खै त चिज है धेरै नै के छ साङ्गेदाई ठिक छ धेरै बनाएछु नि कसले बनाएको अनि तपाईँलाई के छ भनेर सोध्यो नि अनि भ्लग बनाइसकेको छ भने सोध्यो त अनि एकदम ठिक छ पारा हो कालिम्पोङ जानुपर्छ अहिले त जानु भ्याउँदैन होला भ्याउँछ गएर त्यहाँ बस्ने हो खाडी ज्वरमा आएर बस्ने बिहान हिँड्ने अनि गएर त्यहाँ बस्ने भयो त कस्तो भ्याउँछ नि बाइक कति टाढा आउँछ टाढा छ नि किन नभन् टाढा जाउँ त माथि चढ्दिउँ नि त हामी तिङ मागेर छ नि पुरा हाम्रो कि पेर्न त म पाप्छ त चार्ज चार्ज त अलिकति मात्रै छ 30% त त्यसलाई कहाँ छ चार्जर बत्ती छैन कहाँ आएर चार्ज गरेर खोइ त अनिस कहाँ माथि हो के गरेर बसिरहेको पसल लाङ्री छिरौँ न यहाँभित्र हामी छुर्पी रहेछ यहाँले
ओ आस्याङ गला ठिकै हाम्रो शिवन कहाँ चिनेको जस्तो लाग्यो त जाडोले त जाडो हाङमा के भन्नु जाडै छ जानु चिया खाउँ न चिया गाह्रो छ यार चिया खानु पर्यो भने ओ छुर्पी कति मुजी मान्छ रे छुर्पी कता ए यहाँतिर नै झुन्डेको छ कति हो ममहरूलाई चाहिँ कति हरूलाई चाहिँ 220 जम्मा ए ल अब चाहिँ मोबाइल चार्ज गर्नुपर्ने हुन्छ कि हजुर ल मम चिया चाहिँ खाऊँ न अब छुर्पी चाहिँ अहिले दाँतै छैन टक्नै छैन बुढो भइसक्यो मम अनि दाँत नभयो भने ल ल गयो ल त हामी त्यसो हामी गयो ल त ल हजुर ल तपाईँको त अब टाउकै नआउने भयो भने अब कत्रो उकाल्छ नि त ठ्याक्कै यतिको फाइनलले यहाँ चाहिँ कहाँ हुनुहुन्छ अगाडि गाह्रो छ कस्तो भिरालो हो यो त फोटो हान्ने Few moments later. छाप गर्नुहोस् त काका ल लिँदा मलाई के लाग्यो लगाइस अब यहाँबाट नि अब कस्तो उयो हुसो चल्यो हेर नि यहाँ ए घुम्नु पर्ने हुन्छ त्यता है यहाँबाट निस्केको सर्देनभित्र गएर यसो मलम पर्नुपर्ने हुन्छ अन्त काका गाइस खत्रै बानी पर्यो चिसो छ त के हो यहाँ एकैछिनमा के हो केटाहरूले भित्र मलम राम्रोसँग पढेन क्या ए राम्रो भएर त्यस्तो भयो हो अनिस हिउँ परिरहेछ नि थाहा छैन कहाँ कालिम्पोङमा हिउँमै सुत्दिनँ हो क्या भक्ल्याक्कै होइन पोहोर परार सुताइदियो नि म त्योभन्दा कति वर्ष अगाडि र त्योभन्दा 3 वर्ष अगाडि 4 वर्ष अगाडि ल गाइज अब चाहिँ हामी यहाँबाट निस्किनु पर्ने हुन्छ हामी कताबाट आएको उताबाट पो हो त जताबाट निस्किनु उता घाम लागिरहेछ चौँ औ खतरा के हो त्यो हुस्सो त एकैछिनमा भर्यो त हाम्माले कुहिरो ए कुहिरो हुस्सो ल गाइज हामी चाहिँ यहाँबाट च्यात्तिनु पर्ने हुन्छ यहाँबाट तलतिर लाग्नुपर्ने हुन्छ तलतिर चाहिँ घाम लागिरहेछ यहाँ चाहिँ यस्तो छ पुरै के हो यो त यार बगालै छ त चिसो हिउँ पर्छ क्या एकछिन बस्यो भन्दा यहाँ अनिस पर्छ यहाँ कहाँ खोज्दै जाने हो हो यहाँतिर पाउँदैन होला यहाँतिर त कहाँ कुल्झेरै उयो सकिसक्यो होला यो ल गाइस अब हामी चाहिँ यहाँबाट फर्केको पुरा असिना पुरै पानीभन्दा बढी असिना परिरहेको छ यहाँ चाहिँ यी सेतो सेतो केटाहरू झर्दो रहेछ असिना पनि असिना असिना फल गाइस अनि छ नि त
चामी देखाएको दामी हानेर यार ल के हो मेरो त टाउकोभित्र जन्मी आजको आयो आज घुम्न आएको एउटा टाढातिर नि क्या छिर्दिएर यार नयाँ नौलो यो पानीभन्दा बढी परिरहेको यो ठिक छ है लुगाभरि सेप्तै होइन यो त हिउँ पऱ्यो नि काका हिउँ होइन अहिले हेर्नु नि हिउँ पर्छ यहाँ छप्लेकै अब यस्तो परेर अर्को हिउँ पर्न चाहिँ सम्भावना सम्भावना छ ओ टोपी ताको टोपी खै माल पऱ्यो यहाँ ओ हिउँ हो कि क्या यो त म हो तपाईँले भनेर चाहिँ अब यो पछि चाहिँ हिउँ पर्न सक्छ क्या है लगाइज हो यस्तै हो त्यस्तै हो के ओ साङ्गेदाको टाउको खोइ आमामा के हो यो म चाहिँ यसरी थाप्नु पऱ्यो है काका एकचोटि थाप्नु पऱ्यो क्या ओ यो त हिउँ पऱ्यो यार पानी होइन नि यो त कसम सेतै भइसक्यो त होइन एकछिन यहाँ बसेर चाहिँ हिउँ खेल्नुपर्छ क्या अनि होइन गजबको पऱ्यो त यो त के परेको यो लङ टाइम पछि परेको हिउँ डल्लो परेको यो खै सेतै भयो त यो त सेतै दाजु यार ल बबाल यार के खालको हो यो त के हो यो यस्तो सक्छ त आज ल चिरिङ्गाल टोपेर आवङ निम थोपेर आवङ निम ल वाङ्गै क्या झरिरहेको यो त है पानी झरेन होइन क्या यो त आहा ल कसम यो त हिउँ हो यार यो त ए सेतै भइसक्यो यो आहा यसलाई चाहिँ के भन्छ ढिक्के हिउँ भन्छ ढिक्के हिउँ डल्लो हिउँ हो ढिक्के हो ढिक्के नुन जस्तै गाई चाहिँ खतरा सर्रै क्या टाइपमा हिउँै परेर देखिरहेको छ कि भिडियोमा त यार यो फोटो खिच्न ल गाइज फाइनल्ली हामी चाहिँ सैलुङ चढेर आइसक्यो है अनि यहाँ आसेङको छोरो चक्क लाएर यहाँ हाम्रो साङ्गे दाइ पुरै बाइक पुस्दै हुनुहुन्छ यता चाहिँ हाम्रो काका बाइक मेरो ड्राइभर अनिसको ड्राइभर साङ्गे दाइ काका ल अब भिडियो चाहिँ हाम्रो यहाँतिर अन्त्य हुन्छ च्याक्क ल पिस आउट ल के भन्नु छ छैन पिस आउट ल